ब्लग गर्ने विषय त अघि हिँडेको काठमाडौँ USA यस यस कहिलेसम्म पुगिन्छ होला अलिक ट्रान्जिट सब पोर्चुगल पोर्चुगलमा ट्रान्जिट छ अरे है गाइस ल हामी कहाँ भेटिन्छ अब थाहा छैन पोर्चुगलमा हो कि कहाँ हो अब सुत्नु पर्यो उठ्दाखेरि कहाँ पुगिन्छ हुन्छ होइन के अरे आउँदैछौँ जति तिम्रो गाउँमा अब लिन त आउने होइन नि त हामी हेर्न आउँदैछौँ तिम्रो गाउँमा हामी के अरे यो पछि यो ब्लग हेर्दाखेरि एकदम के अरे याद नोस्टाल्जिक हामी दुईजना निदा लागेन यता हामी आउँदैछौँ है रन्जिता होइन ठाउँ त राम्रो है मतलब बिहान हेर्दाखेरि त यस्तो कुहिरो कुहिरो लागेको थियो जाम अब बस हेलो गाइज वेलकम टु माई भ्याम्पायर च्यानल हामी क्रिन टायर पुगेछौँ खतरा जाम छ अनि हामी आई थिङ्क फर द लास्ट 4-5 आवर्स चाहिँ यहीँ जाममै छौँ यहाँ अनि अब बुटुल पुग्न अझै 6-7 घन्टा छ एक्चुअली सिधै गयो भने अब यस्तो जाम छ अब आई डोन्ट नो कति आवर्स लाग्छ होपफुली बेलुकासम्म पुग्यो भने पनि राम्रै हुन्थ्यो होइन गाइस एकजनाले मास्क लगाएकै छ यस्तो फ्रेस छ बाहिर है त्यही पनि देखाउनु त ब्याग गरेर कस्तो जाम गाडी त हिँड्दै यस्तै छ अब के भन्ने जाम 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 रोकेको के भयो नराम्रो भयो अर्को ठाउँमा चाहिँ खाने होला कस्तो राम्रो हुन्छ है ल बाई बाई गरे सकेका छैन अझै खाँदैछौँ हामी बाहिर हल्का हिमाल देखिरहेको छ हामी पोखरा पुग्दैछौँ जाममा बसेर थाकेर हामी यता चाहिँ पुरै कुदा छौँ अब होपफुली बेलुकासम्ममा हामी हाम्रो गन्तव्यमा पुगिन्छ जहिले यस्तो गर्दा यस्तो कैसे मेरो नङ हेर्नुहोस् त यो त मैले राखेको त होइन नेचुरल हो त्यहाँबाट लामो है मेरो त
कवितालाई लोरी सुना जस्तो बजे ए त तपाईँ नभए त हामी के गर्थ्यौँ भन्नु त कन्फ्युज होइन क्या फेरि कहाँ हो नि घण्टा यो सजिलो सजिलो हेर त गरौँ बाँकी नमस्ते नमस्ते लड्दै र पढ्दै आयौँ रातिको 1 बजे मासु के मासु सुकुटी मिर्गको कति हिजो बिहान राति खाएको मिर्गको सुकुटी आयो है त मलाई त चम्चा चाहिन्छ होला माथि राखे टाउकामा